प्रकाश बराल सर हामी त सँगै पढेको क्लासमेट साथी पनि हो वास्तवमा। उहाँ लन्डनदेखि यहाँ बागलुङका मान्छेहरूको चाहिँ सेवा सुविधा दुःख दर्द यहाँबाट सम्पर्क गर्नुपर्छ भनेर आउनुभएको छ। यो धेरै ठुलो त्याग हो, आफ्नो परिवार सबै कुरा त्यागेर पनि यहाँ आउनुभएको छ। उहाँ यो बागलुङ चाहिँ हामी बागलुङवासीको तर्फदेखि चाहिँ गौरवको विषय पनि हो, खुसीको विषय पनि हो। अनि यहाँ हाम्रो चाहिँ मुख्य कोअर्डिनेटर हुनुहुन्छ मुकुन्द सर, अब पार्वती म्याडम लगायत हाम्रा सम्पूर्ण स्टाफ साथीहरू र यहाँ सम्पूर्ण सहभागी दिदीबहिनी सबैमा चाहिँ म डिआइआरटिसी बागलुङको तर्फदेखि हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। हाम्रो संस्थाले चाहिँ यो महिलाहरूमा चाहिँ क्षमता अभिवृद्धि गर्ने अरू उसमा पनि हामीले स्किल बेस्ड ट्रेनिङहरू पनि सञ्चालन गरेर कमसेकम चाहिँ मान्छेहरूलाई चाहिँ नेपालभित्रै बसेर रोजगारी गरेर चाहिँ उनीहरूको चाहिँ जीवन चाहिँ समृद्ध बनाएर चाहिँ यहीँ परिवारसँग बस्ने इन्भाइरोमेन्ट क्रिएट गर्न सकिन्छ कि भन्ने हिसाबले यो डिआइआरटिसीले चाहिँ स्किल बेस्ड ट्रेनिङहरू चाहिँ हामीले चलाइरहेका छौँ। र मान्छे चाहिँ विदेशै जानु परेछ भने पनि उसले चाहिँ कमसेकम स्किल सिकेर गयो भने, तपाईँ सिलाइ कटाइ सिकेर गयो भने, हाउस वाइफिङ सिकेर गयो भने, प्लम्बिङ सिकेर गयो भने, यो फलामसँग सम्बन्धित यो काम सिकेर गयो भने उसले त्यहाँ पनि केही थप पैसा प्राप्त गर्नको लागि स्किलफुल मेन पावर भयो त हुँदा बित्तिकै उसले चाहिँ रोजगारी प्राप्त